राम्रोसँगले लिए है, यहाँ बस है। ओए लाटा 3 घर खेलिसके 3 घर अब यहाँ खेल्नुपर्छ। राख यहाँ राख यसलाई यो बचाउने यता पक्रे ल भट्या राम्रोसँगले भट्या को भट्याउने यसले भट्याउँछ भट्या राम्रो उयो राम्रो देउसुरे भन्ने फेरि मलाई छिटो डन ठाडे दिन्छु नि म छिटो भन् है झिलिमिली अलिक राम्रो भट्टा होइन त्यस्तो बेला भएछ कोही बोल्नै नजान्ने कोही कसैले त आँखा पनि देख्दैन कि क्या हो के हो अन्त खै देउसी नि खेल्नु हिँडेको कहाँदेखि आयो अरूतिर पनि दियो क्या तिमीहरूलाई के दान दक्षिणाहरू दियो केटाहरूलाई ल अब ठिकै छ त्यसो भए केटाहरू ल आशिष चाहिँ कसरी दिन्छ को नि अब मरेस अब त्यस्तै आएछ अब केही अब भन्नुभन्दा पनि अब चाडबाड हो होइन ल ठिकै छ केटाहरू ल खेल ल म दक्षिणा ठिक पार्छु ल त्यसले गर ल अब ठिकै छ होइन अब गाउँको केटाहरू हो होइन जे जस्तो भए पनि यसो चाडबाड हो अन्त अब मनाउँदै आएछ हो ठिकै छ अब अर्को पालि आउँदाखेरि चाहिँ अलिक राम्रो खालको अलिक हो केटाहरू त्यसरी मिलेर आउनुपर्छ है ल ल यो उहाँलाई लगेर नमस्ते अनि ह्याप्पी दिवाली। ह्याप्पी दिवाली। आफ्नो आफ्नोबाट सेवान्ने खाम्रे म जोजलापा खाम्रे म सेवान्ने हो हामी चाहिँ है। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा भिडियो बनाएको थियौँ जसमा कि एउटा लाटा र अन्डाको भिडियो बनाएको थियो। त्यो भिडियो चाहिँ हामीले नराम्रो इन्टेन्सनले बनाएको होइन, हामीले अब राम्रो सोचेर बनाएको हो, जसमा कि एउटा सेलिब्रेसनको लागि बनाएको हो, कमेडी बनाएको हो। त्यसमा चाहिँ तपाईँहरूले अन्यथा नलिदिनु होस् होला है। जस्ट हामीले दिवालीको लागि एउटा सानो बनाएको थियो भिडियो है। त्यसको लागि सबैलाई तपाईँहरूलाई पनि ह्याप्पी दिवाली है, राम्रोसँग मनाउनुहोस् होला दिवाली। जस्ट इन्टरटेनमेन्ट मात्रै हो, तपाईँहरूले यसमा कुनै पनि अनर्थ नसम्झिदिनु होला। अनि यसमा यदि भुल भए हामी पहिलेबाट तपाईँहरूप्रति हामी क्षमा आभारी छौँ। एकदमै ह्याप्पी दिवाली सबैजनालाई।